मेरो जीवनमा घटेको एउटा ट्रेजेडी प्लस कमेडी तपाईँसँग आज सेयर गरिरहेको छु। राम्रोसँगले सुन्नुहोस् ल। उहिले नै तपाईँलाई यादै छ नि, प्रायः जस्तो घरमा चाहिँ बाउहरू मातेर आएपछि चाहिँ के गर्ने गर्थ्यो, घरमा छोराछोरीलाई कुटपिट गर्ने होइन, छोराछोरीहरू भागा र भाग, आमाहरूले चाहिँ नानीहरूलाई बटुलेर अर्काको घरमा रातभरि गएर बस्नुपर्ने त्यस्तो परिस्थितिहरू थिए नि होइन। अनि त्यति बेला हाम्रो पनि एउटा छिमेकी थियो, जुन चाहिँ छिमेकीमा चाहिँ हामीहरू जहिले पनि हाम्रो घरमा डाङडाङ डुन्नु गरेपछि त्यो घरमा गएर हामी पनि बस्ने गर्थ्यौँ। र त्यो छिमेकीको परिवार पनि जब उनीहरूको घरमा पनि डाङडाङ डुङडुङ गरेपछि चाहिँ बाउले झगडा गरेपछि चाहिँ उनीहरू चाहिँ भागेर चाहिँ हाम्रो घरमा रातभरि बस्ने गर्थ्यो र बिहानै उनीहरू फर्केर जान्थ्यो। र एक दिन चाहिँ यस्तो कमेडी भयो, घरमा अचानक बाउ मातेर है आएर डाङडा डुङडुङ गर्न थाल्यो। अनि हामीहरू कहाँ जानु कहाँ भाग्नु अनि आमाले चाहिँ बटुलेर लगेर चाहिँ हामीलाई चाहिँ त्यो घरमा बस्नु जानुको लागि हामीलाई लाँदै थियो।